अनुसन्धान आफू नजिक पुगेपछि गृहमन्त्री लेखकले गरे अख्तियारबाट डीआईजी श्रेष्ठको सरुवा। गृह मन्त्रालय हाँकिरहेका रमेश लेखक मानव तस्करी जस्तो जघन्य अपराधमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मानव तस्करीको जालो गृह मन्त्रालयसम्मै रहेको बताउँदै अनुसन्धान गरिरहेको छ, जसले गर्दा गृहमन्त्री लेखकलाई राति सुत्न पनि मन लाग्दैन। अख्तियारले अनुसन्धान तीव्र पारेपछि आफू पनि फस्ने डरले गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजीलाई सरुवा गरिदिएका छन्। अख्तियारमा आफू अनुकूललाई पठाएको उनीमाथि आरोप छ। नेपाल प्रहरीका नायब महानिरीक्षक डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा गरिएको छ। अख्तियारमा कार्यरत श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा सरुवा गरिएको हो। अख्तियारमा हालै बढुवा भएका डीआईजी ओम बहादुर राणालाई खटाउने निर्णय भएको छ। भिजिट भिसाको सेटिङमा गृहमन्त्री लेखकमाथि निकै आशंका पैदा भएको छ। यसले जोगिनका लागि त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीको रातारात सरुवा गरिरहेका छन् भने अब डीआईजीको पनि सरुवा गरिसकेका छन्। शक्तिको आडमा यिनले जति आफू जोगिन प्रयास गरे पनि विपक्षी दल नेकपा माओवादी केन्द्र र रासोपाले भने गृहमन्त्री पदबाट राजीनामा नदिएसम्म लेखकमाथि नाराबाजी लगाउने घोषणा गरिसकेका छन्। विपक्षी दल एक ठाउँमा उभिएपछि गृहमन्त्री लेखक भने अप्ठ्यारोमा परेका छन्। यदि राजीनामा नदिऊ भने आफूमाथि नैतिकताको प्रश्न उठ्ने र यदि राजीनामा दिऊ भने अर्को गृहमन्त्री आएपछि मानव तस्करको फाइल खोलेर आफ्नो जेलको यात्रा हुन सक्ने चिन्ता गृहमन्त्री लेखकलाई छ। अब हेर्न यो मात्रै बाँकी छ कि गृहमन्त्री लेखक सत्ता र शक्तिको आडमा कति दिन जोगिन्छ। यस विषयमा तपाईको विचार के छ? आफ्नो विचार कमेन्ट गर्नुहोला।